करिब 129 जनाले हामीलाई सहयोग गर्नुभएको थियो। कसैले 200 देखि लगेर कसैले 500, 3000, 5000सम्म सहयोग गर्नुभएको थियो। उहाँहरूलाई धेरै धेरै धन्यवाद। तपाईँले गरेको सहयोग हामी जस्ताको तस्तै दैनिक खबरबाट प्रसारण गरिदिनेछौँ। अहिलेका लागि तपाईँले दिएको सहयोग र हाम्रो दैनिक खबरबाट भएको सहयोग यहाँ हामी अहिलेका लागि तपाईँले दिएको सहयोग र हाम्रो दैनिक खबरबाट भएको सहयोग यहाँ हामी जस्ताको तस्तै परिवारलाई बुझाउनका लागि यहाँ उपस्थित भाइर पानी ठुलो बढ्यो क्या, ठुलो बढ्दाखेरि अनि त झिझिझी भयो बेला क्या, झिझी भयो यसै आएको टोटो पाएँ, यसै आए मोटो पाएँ, ओटो पाउने यसै टो पाएको अनि बित्तिकै अनि पढ्यो, पढ्दाखेरिमा त अनि त्यो अब त्यो पढ्यो जहिले चड्क्यो नि त्यसबाट थाहा पाएन क्या मैले, अब चढ्छ मात्रै अब त्यो ज्यादै भयो बेला अनि यसो त्यसमा उठाउनु त उम्मुने अनि त्यहाँदेखि एक आधा सेकेन्ड लाग्नु न त भने त त्यहाँबाट नाइ हाती हुती केही भएन क्या, ज्यादै पढ्यो त्यहाँदेखि अनि उ भएको छ अनि त्यो उम्मो यहाँ ल्यायो यहाँबाट अनि त्यहाँ ल्यायो भित्र तिनीहरूमा त अनि त्यो हिटी उ भएको हिटी छोडियो त अब यहाँबाट दुल्लु त तातै हुनु रहेछ क्या, दुल्लु लगाउन्थेमा तातै हुनु लगाएको। पहिला त सुर्खेत गएको थियो, त्यो 12 गते परीक्षा थियो त, 4 गते आयो भनेर आयो हो। पहिला सुर्खेत थियो 1 महिना 1.5 महिना सुर्खेत लाग्यो त्यसलाई, त्यही थियो अनि 13 गते जाने, 12 गते परीक्षा थिएन, 13 गते जाने भन्ने कुरो थियो। अनि त्यो अब 13 गते भन्दा अनि अब 9 गते त्यस्तो भइदियो। अनि त्यो दिन त परीक्षा दिन लागि आयो। प्रत्यक्ष तथा अप्रत्यक्ष दैनिक खबरलाई हेरेर बस्नुभएका सम्पूर्ण दर्शकदिनहरूलाई नमस्कार। म ललित थापा। आदरणीय दर्शकदिन, म यतिखेर दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नम्बर 6 बस्ने पार्टीको थोरै तल मेला भन्ने एउटा गाउँमा छु। विशेष त 2081 साल चैत्र 9 गतेका दिन बेमौसमीका कारण आएको अचानक आएको एउटा हावाहुरी, जस्तै गाउँमा जसरी हावाहुरी आउँछ त्यसरी नै त्यो हावाहुरीले यस गाउँको एउटा युवा, आमाका लागि एउटा छोरा, साथीभाइका लागि एउटा असल साथी, टिचरहरूका लागि एउटा विद्यार्थी, दाइहरूका लागि एउटा भाइ र दिदी बहिनीहरूका लागि एउटा प्रिय भाइलाई घुमाउन पुगेका छन्। विशेष त भन्ने हो भने 2081 साल चैत्र 9 गते शनिबार करिब 4 बजेतिर आएको। विशेष गरी त हाम्रो यहाँ भन्ने गरिन्छ चिर्को, त्यसलाई चाहिँ यो गाउँमा र यो घरका लागि विशेष गरेर सदाका लागि खुसी लुड्न र यो गाउँको सदाका लागि सर्वोच्च लुड्न आए जस्तै लागिरहेको छ। यो घरमा आज गाउँभरिका मान्छे छन्, टाढा टाढादेखि आएका पाहुना छन्, तर यो घरका तिनी प्रिय भाइ गगन खड्का छैनन्। विशेष त भन्ने हो भने यिनी आफन्त यो घरमा आएको कुनै खुसियाली पनि छैन। हामी धेरै टाढादेखि आएका छौँ, हामीसँग 1 लाखभन्दा बढी पैसा छ, यति धेरै आफन्त छन्, यति धेरै राम्रो दिन छ, तर यो घरका लागि कालो दिन बनिरहेको छ आजसम्म। 2081 चैत्र 9 गतेदेखि मृत्यु भएका उनी अझै पनि घरमा आउँछन् कि जस्तो लाग्ने भएको छ। विशेष त आज 10 दिन पुग्दा पनि उनी यो घरमा आएका छैनन्। हामीलाई सुतेर सपना देखे जस्तै भएको छ। हेर्नुहोस् त यिनी आमालाई केही गर्छ कि भन्ने उमेरमा त्यो छोराको नै आशमा बाँचेको यो घर परिवार आज शोकमा परेको छ। विशेष त भन्ने हो भने त्यो घर परिवार मात्रै होइन, यो गाउँ, यो गाउँका सबै आफन्तहरू, दाजुभाइ, ओल्लो पल्लोदेखि लगेर सारा संसारले नै आज यो मृतकप्रति यति दुःख भाव व्यक्त गरेको छ। यिनी आमाका लागि कालो बनेर आएको यो दिन विशेष त भन्ने हो भने भन्न नै अलि अचम्म लाग्दो छ, निकै दुःखद लाग्दो छ यो खबर। हामी दैनिक खबरबाट यिनी आमाका लागि, यही घरका लागि त्यो गएको छोरा त फिर्ता ल्याउन सक्दैनौँ, तर तिनी आमाको मुखमा थोरै मुहान र यो घरमा थोरै खुसियाली फिर्ता गर्नका लागि हामी सानो सामाजिक सञ्जाल मार्फत अभियान थालेका थियौँ।
हामी कुनै करोडपति बाउको छोरा होइनौँ। विशेष त भन्ने हो भने यही मेलाका सुन्तला बेचेर मेरी आमाले मलाई पढाएकी थिइन्। म पनि करिब 3 वर्षमा मैले मेरो बुवालाई गुमाएको हो। तिनी आमाको पीडा बुझेर म आज यो गाउँमा उपस्थित भएको हुँ। विशेष त भन्ने हो भने गरिबको पीडा गरिबले नै बिच्छ। मेरी आमाले यही गाउँका सुन्तला बेचेर पढाइरहँदा म कक्षा 3 मा पढ्थेँ। मेरो बाबा म 3 वर्षको हुँदा मलाई सदाका लागि छोडेर जानुभएको थियो। त्यही पीडालाई निहाल्दै मेरो दैलेख खबरको टिमप्रति यो भावपूर्ण दुःख व्यक्त गर्दा दैलेख खबरले खेलेको यो अभियानलाई यही गाउँका सम्पूर्ण मान्यजनहरूले सार्थकता पारिदिनु भएको छ। विशेष त भन्ने हो भने मैले यति धेरै पैसा कलेक्सन होला जस्तो लागेर त अभियान थालेको थिएन, तर कोही गरिबी दिन दुखीहरूलाई सहयोग गर्ने मन भएकाहरूले कसैले सहयोग गरिदिनुहुन्छ कि भन्ने अभियानका साथ मैले सामाजिक सञ्जालमा एउटा पोस्ट राखेको थिएँ। त्यही पोस्ट मार्फत करिब 2 दिनमा 1 लाख रुपियाँ जम्मा गराइदिनु भयो। मलाई लाग्छ गाउँ भनेको गाउँ नै हो, धेरै मानवीयता छ। मैले त्यहाँ सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूलाई एक एक गरेर निहाली हेरिरहेको थिएँ। उहाँहरू पनि यही स्तरबाट माथि उल्किँदै गरेको भेटे। त्यहाँ कोही धनी मान्छेले सहयोग गरेको छैन, तर कोही पैसावाला हुन्थे भने त्यहाँ सहयोग गर्दैनथे। सबै गरिबीहरूले नै सहयोग गरेका छन्। तिनी सहयोग गर्ने सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरू आफन्तहरूप्रति यो दैलेख खबर सदाका लागि ऋणी हुनेछ। यति धेरै सहयोग गरिदिनु भएको छ। हामी धेरै नै हजुरहरूको त्यो सहयोगप्रति धन्यवाद आभार प्रकट गर्न चाहन्छौँ। हामीलाई यतिखेरसम्म सामाजिक सञ्जालमा करिब 2 दिनमा 1 लाख रुपियाँ सहयोग विभिन्न ठाउँबाट, कतिपय इन्डियाबाट, कतिपय नेपालबाट, विभिन्न ठाउँबाट सहयोग गर्नुभयो। कतिपयलाई क्युआरमा पनि स्क्यान गर्दाखेरि धेरै जटिलता आएको थियो। हामीले 3-4 जना साथीहरू राति नसुतेर पनि यो पैसा, हुन त भन्नेहरूलाई लाग्छ 1 लाख पैसा उठाउन क्युआर हालिदिएका थिए कति सजिलै, तर त्यो अवस्था थिएन हामीहरूका लागि। कतिपयले नम्बर माग्दै गर्दा, कतिपयले यो सम्बन्धित व्यक्तिलाई जान्छ कि जाँदैन भनेर विभिन्न पोस्टहरू पनि गरेका थिए। हामीले त्यो कुरालाई उहाँहरूप्रति समक्ष गएर आफ्नो परिचय दिँदै उहाँहरूलाई भन्यौँ कि हामी सम्बन्धित व्यक्तिका लागि नै यो सहयोग मागिरहेका छौँ, अन्यथा नलिनु होला। हामी तपाईँले गरेको सहयोग जस्ताको तस्तै पीडित व्यक्तिको घरमा गएर बुझाइदिनेछौँ। अन्यथा यदि कुनै तलमाथि भयो भने त्यसको जिम्मेवारी हामी हुनेछौँ भन्ने खबरसम्म उहाँहरूलाई पुर्याएर हामी यो सहयोगका लागि त्यहाँसम्म पुग्यौँ। सम्पूर्णलाई धन्यवाद, सहयोग गरिदिनु भयो। आगामी दिनमा पनि यदि यो समस्या भोलि तपाईँलाई, मलाई या अरू कुनै पनि व्यक्तिलाई पर्न सक्छ, त्यतिखेर यस्तै सहयोग तपाईँलाई पर्दै गर्दा यी सहयोगी हातहरू कहिल्यै पनि खाली नहुन्। यस्तो दिन त फेरि कसैलाई नआओस्। यदि कसैलाई भगवानले कसैको खुट्टी लुटिहाले भने त्यसको थोरै खुसीका लागि हामी सबैले हातेमालो गर्नुपर्छ। हाम्रो दैलेख खबर ठुलो मिडिया होइन। हामी सबै साथीहरू नर्मल 20-22 वर्षकाले नै यो अभियान सञ्चालन गरेका हौँ। हाम्रो आधिकारिक चाहिँ भइसकेको छ, तर विशेष त गाउँमा बाहिर र धेरै मान्छेहरूले कसले चलाउँछ, कसले के गरिरहेको छ भन्ने कुराको धेरै जानकारी नपाएको खुलेको छ। यसमा विशेष गरेर आगामी दिनहरूमा हामी दैलेख खबरको विस्तृत परिचयहरू यहाँ समक्ष राख्ने नै छौँ। विशेष गरेर म करिब 129 जनाले हामीलाई सहयोग गर्नुभएको थियो। कसैले 200 देखि लगेर कसैले 500, 3000, 5000 सम्म सहयोग गर्नुभएको थियो। उहाँहरूलाई धेरै धेरै धन्यवाद। तपाईँले गरेको सहयोग हामी जस्ताको तस्तै दैलेख खबरबाट प्रसारण गरिदिनेछौँ। अहिलेका लागि तपाईँले दिएको सहयोग र हाम्रो दैलेख खबरबाट भएको सहयोग यहाँ हामी जस्ताको तस्तै पीडित घर परिवारलाई बुझाउनका लागि यहाँ उपस्थित भएका छौँ। यो उहाँलाई हस्तान्तरण गरिदिनका लागि हाम्रा दैलेख खबरका प्रबन्धक म प्रिय साथी, उहाँले पनि धेरै दुःख गर्दै खाना नखाएर कतिपय मान्छेले फोन गरेर उहाँलाई टर्चर दिएको अवस्था पनि थियो। उहाँलाई फोन गरेर यो पैसा दिने हो होइन, को हो तिमी जस्ता परिचयहरू मागिरहँदा उहाँले धेरै समस्याहरू झेल्नु भएको छ।
विशेष त भन्ने हो भने दुःखद खबर हामीलाई पनि आज ब्याङ्क बन्द हुन्छ भन्ने कुरा पनि हिजो थाहा भएन। एक्कासी आज नेपाल सरकारको ईद पर्वका कारण आज बन्द भयो। हामीले पैसा समयमा ब्याङ्कबाट निकाल्न सकेनौँ र समयभन्दा अलिक थोरै केही ढिला भएको छ। यो हस्तान्तरण गरिदिनका लागि म मनोज कुमार सिन्हालाई अनुरोध गर्दछु। खबर विशेष त कति पैसा जम्मा भयो, कतिले कहाँ के गरे भन्ने कुराको डिटेल जानकारी चाहिँ म यहाँ दिन गइरहेको छु। हामीसँग जम्मा उठेको पैसा भनेको 1,38,400 रुपियाँ हाम्रो खातामा जम्मा भएको छ र 1,38,400 रुपियाँमा सबैको परिचय नखुल्न पनि सक्छ। जस्तै 1-2 जना कुनै छुट्नु भएछ भने हामी उहाँप्रति क्षमा प्रार्थी छौँ, किनकि उहाँले 200 र 300 रुपियाँ हामीलाई हालिदिनु भएको थियो। उहाँ व्यक्तिको परिचय खुल्न सकेन र हामी उहाँ चाहिँ को व्यक्ति हुनुहुन्छ भन्ने कुराको यथार्थ विवरण नपाएका कारण हामीले त्यो 100-200 रुपियाँ पनि यसैमा ल्याइदिएको, तर उहाँहरूको परिचय चाहिँ हामीले नथाहा पाएका कारण हामीले त्यो चाहिँ राखेको छैनौँ। विशेष गरेर हामीसँग जम्मा 1,38,400 रुपियाँ चाहिँ सम्पूर्णको सहयोगबाट चाहिँ प्राप्त भएको थियो। धन्यवाद। उता बस्नु न।